हेलो साथीहरू सबैजनालाई नमस्ते। आज चाहिँ हामी बालेन सरकारले आयोजना गर्नुभएको सिप मेला कार्यक्रममा चाहिँ हामी दुईजना गएका थियौँ सहभागी हुनको लागि स्पेसल्ली भनेर है। हामी चाहिँ फर्स्ट टाइम गएको थियौँ। एकदमै राम्रो इन्भाइरोमेन्ट रहेछ। सुरु आजको चाहिँ हाम्रो फर्स्ट डे हो। फर्स्ट डेमा नि हाम्रो मेनली चाहिँ ओरिएन्टेसन क्लास भएको थियो। विभिन्न सर म्यामहरूले चाहिँ एक्सपिरियन्स हुन्छ नि, एकदमै एक्सपिरियन्स सर म्यामहरूले चाहिँ हामीलाई ओरिएन्टेसन क्लास दिनुभएको थियो। त्यसमा पनि विशेष गरी हामी दुवैजनाले हामीले सुरुमा फर्म भरेको थियौँ। फर्म भरिसके पछाडि चाहिँ 2-3 दिन अगाडि फर्म भरेको। त्यस पछाडि चाहिँ हामीलाई भोलिपल्ट पनि होइन, आज बिहानै म्याच आएको थियो कि 4 बजे चाहिँ हामीलाई उपस्थित हुनु होला भनेर म्यासेज आएको थियो। अनि त्यही अनुसार हामी चाहिँ टाइमिङ मिलाएर हामी गयौँ है। गइसके पछाडि चाहिँ आजको दिन चाहिँ ट्रेनिङ नभइकन चाहिँ आज एक हिसाबले चाहिँ ओरिएन्टेसन क्लास रहेछ के कस्तो हो। अनि नयाँ उपस्थित हुनुभएको साथीहरूलाई चाहिँ के कसरी चाहिँ फ्युचर या स्किलफुल बनाएर चाहिँ फ्युचरमा राम्रो गर्न सकिन्छ भन्ने त्यो हिसाबले चाहिँ उहाँहरूले चाहिँ मोटिभेसन कार्यक्रम लास्ट इयर चाहिँ एकदमै धेरै बट लास्ट इयर चाहिँ डिफिकल्ट भयो धेरै यो त्यसको बारेमा बालेन सरको ट्रेनिङ चाहिँ। अनि त्यही भएर चाहिँ यो साल चाहिँ त्यही कुरालाई चाहिँ लास्टको इयरको कुरा मजाले सिकेर त्यही कुरालाई चाहिँ कसरी म्यानेज गर्ने भन्ने कुरा चाहिँ सिकेर चाहिँ योचोटि एकदमै राम्रो हिसाबले अर्गनाइज गर्नुभएको रहेछ। यसमा चाहिँ मेनली एक्सपिरियन्स म्याम सरहरूले चाहिँ एकदमै राम्रो हुन्छ नि, हामीलाई मोटिभेट गर्नुभयो। स्पेसल्ली हाम्रो अहिले इन्टरनेसनल मास्टर सेफ भनिन्छ नि हाम्रो सन्तोष शाहजी, उहाँ सरले चाहिँ हामीले एकदमै राम्रो मोटिभेसन दिनुभयो। त्यही माथि हाम्रो सन्दीप छेत्रीले पनि यहाँ उहाँको भिडियो चाहिँ हामीले खिच्न पाएनौँ, तर उहाँले पनि राम्रो मोटिभेसन दिएर जानुभयो। मोटिभेसन हुन्छ नि एक हिसाबले के गर्नुपर्छ, कसरी गर्नुपर्छ, स्किल सिकेर मात्रै हुन्न, स्किललाई कसरी युटिलाइज गर्नुपर्छ त्यो कुराहरू चाहिँ राम्रो हिसाबले सिकाउनु भयो। अनि अरू सरहरू पनि धेरै सरहरूले चाहिँ हामीलाई यस्तो के गर्ने कसो गर्ने भन्ने कुराहरू सिकाउनु भयो। अनि यो इयरको चाहिँ लास्ट इयरकै कुराहरू राम्रो हिसाबले चाहिँ मध्यनजर गरेर चाहिँ स्पेसल्ली मलाई राम्रो लागेको भनेको चाहिँ हामीले जुन स्किल सिकिसक्छौँ त्यो सिकिसके पछाडि त्यसलाई कसरी युटिलाइज गर्ने भन्ने कुराहरूमा चाहिँ स्पेसल्ली हामीले 1 महिनाकै स्किल सिक्छौँ। त्यो स्किल सिकिसके पछाडि चाहिँ हामीलाई जुन फिल्डमा अलिक राम्रो गर्न सक्छौँ, जसरी एकदमै भित्रैबाट गर्न सक्ने क्षमता उहाँहरूलाई चाहिँ चुज गरेर 3 महिनादेखि 6 महिनासम्म इन्टर्न पनि गराउनुहुन्छ। त्यसको लागि चाहिँ विभिन्न सङ्गठनहरूसँग चाहिँ एउटा स्पोन्सरसिप हिसाबले या एउटा हुन्छ नि एक हिसाबले उहाँहरूसँगलाई चाहिँ आबद्ध गरेर चाहिँ हामीलाई जब हुन्छ कि या इन्टर्नसिप हुन्छ कि या कोही हुन्छ नि त्यस्तै अलिकति ट्यालेन्ट मान्छे, अलिक क्रिएटिभ मान्छे आफ्नो सिपलाई चाहिँ कसरी क्रिएटिभली अगाडि बढाउन सकिन्छ हो त्यस्तो मान्छेलाई चाहिँ आफ्नै लगानी या आफ्नै हुन्छ नि यही हाम्रो स्किल सिकाउने बालेन सरकारकै टिमहरूले चाहिँ उहाँहरूलाई चाहिँ राम्रो फ्युचर होस् भनेर चाहिँ 6 महिनासम्म उहाँहरूकै लगानीमा उहाँहरूले चाहिँ एक हिसाबले आफ्नो व्यवसाय जुन व्यवसायलाई अँगालेको छ त्यो व्यवसायलाई चाहिँ राम्रो तरिकाले चाहिँ म्यानेज गर्नको लागि चाहिँ फाइनेन्सियली हुन्छ कि या हुन्छ नि उहाँहरूको लोकेसन पनि हुन्छ भन्नुभएको छ। उहाँहरूकै लोकेसनमा गएर चाहिँ कसरी चाहिँ आफ्नो स्किललाई चाहिँ राम्रो हिसाबले चाहिँ फ्युचरमा राम्रो हुने गरी चाहिँ गर्न सकिन्छ भन्ने हिसाबले पनि फाइनेन्सियली पनि सपोर्ट गर्छु 6 महिनासम्म। त्यस पछाडि 6 महिनासम्म यदि गर्न सक्यो भने गयो र गर्न सकेन भने चाहिँ त्यही हिसाबले उहाँहरूले चाहिँ अब अर्कोतिर स्विच गर्न सकिन्छ भन्ने त्यो हिसाबले चाहिँ मलाई चाहिँ एकदमै राम्रो लागेको थियो। त्यो अहिले जुन राम्रो इनिसिएसन छ त्यसलाई चाहिँ राम्रो तरिकाले चाहिँ लागु भयो भने धेरै हुन्छ नि यहाँ बस्नु जसले स्किल सिक्नुहुन्छ उहाँहरूले चाहिँ एकदमै राम्रो गर्नुहुन्छ जस्तो लागेको छ है। यो इयरको चाहिँ लास्ट इयरभन्दा एकदम राम्रो म्यानेज भएको थियो। केही अलिअलि कमजोरी त थियो, तर त्यो कमजोरी भन्दा पनि उहाँहरूको जुन स्टार्टिङ मोटिभेसन जसले हामीलाई होस्टिङ गर्नुभएको छ उहाँहरूको होस्टिङ उहाँहरूले दिएको चाहिँ एउटा हुन्छ नि एन्थम पनि बजाउनु, त्यसले चाहिँ एक किसिमको गुजबम नि आयो हुन्छ नि, गुजबम आउने हिसाबले हाम्रो राष्ट्रिय गीत पनि बजाउनु भएको थियो र त्यही हिसाबको मोटिभेसन पनि दिनुभएको थियो। बिचमा अलि अरू सरले पनि राम्रो हिसाबले चाहिँ भन्नुभयो। अब आगामी भिडियो चाहिँ हामी अब यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो। फर्स्ट भिडियो यस्तै भयो। अलि
क्वालिटीहरू अलि तलमाथि होला, तर नेक्स्ट टाइमबाट अलिकति बिस्तारै बिस्तारै हामी भिडियो बनाउँदै जान्छौँ। एउटा ब्लगिङ हिसाबले एउटा सानो हुन्छ नि, आफूलाई पनि राम्रो होस्, अनि केही इन्फर्मेटिभ कुराहरू पनि जाओस् तपाईँहरूमा भनेर चाहिँ त्यो हिसाबले भिडियो बनाएको हो। र यो भिडियोमा चाहिँ हामी यति नै हो। नेक्स्ट भिडियोमा चाहिँ हामीले हाम्रो हुन्छ नि डेली के सिक्यौँ, के गर्छौँ, अनि के कुराहरू चाहिँ छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ भिडियो बनाउँदै जान्छौँ। सपोर्ट गरिदिनु होला। थ्याङ्क यू भेरी मच है त।